यहाँ सबैलाई नमस्कार। म देवेन्द्र साई ठाकुरी। हामी एज युजुअल त्यही एउटा कमन क्वेसनमा छौँ। देश चाहिँ किन बनेन हैन, हामी चाहिँ किन बनेनौँ, नेपाल चाहिँ किन बनेन भन्ने एउटा हाम्रो सधैँभरिको एउटा क्वेसन छ। बेसिकली युथहरूमा चाहिँ अझ बढी चाहिँ यो क्वेसनले चाहिँ प्रेसर दिएको छ। अनि हाम्रो अहिले रिसेन्टली इलेक्सन पनि हुँदैछ, त्यो फागुन 21 गते। अनि हामी अब यो चेन्जेसको लागि सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ पोलिटिक्स रहेछ, राजनीतिक रहेछ। अब चेन्ज गर्नको लागि कोही एउटा एज अ पर्सनले देश चेन्ज गर्नु चाहिँ सक्दैन। लिडरको रूपमा चाहिँ सक्ला, तर एज अ होल रूपमा चाहिँ कन्ट्री चेन्ज गर्नुको लागि पोलिटिक्स नै, राजनीतिक नै त्यसको चाहिँ मेन मेरुदण्ड। सो त्यही भएर अबको 2022 साल फागुन 21 गतेको इलेक्सनले हामीले कस्तो मान्छेलाई चुन्ने, कस्तो मान्छे चाहिँ ल्याउने र हाम्रो देश परिवर्तनको लागि त्यो मान्छेले चाहिँ ठुलो भूमिका खेलोस् भन्ने हामीमा जहिले पनि त्यो एउटा चाहिँ अबको चाहिँ मेन क्वेसन त्यो पनि रहन्छ। र यसै सिलसिलामा हाम्रो यो क्याम्पेनलाई अझ राम्रो बनाउन, अझ बलियो बनाउन र राम्रो म्यासेज दिनको लागि डिफ्रेन्ट सक्सेसफुल पिपुल भनौँ हैन, अझ भन्ने हो भने चाहिँ जसले आफ्नो केही क्षेत्रमा अझ राम्रो गर्नुभएको छ र उहाँहरूको भोइसले गर्दा युथहरूलाई र अहिले आउने नयाँ इलेक्सनलाई पनि केही सपोर्ट गरोस् भन्ने यो भोइसको लागि यो क्याम्पेन हामी गरिरहेका छौँ। र आज मसँग त्यही भोइस र त्यही क्याम्पेनकै सिलसिलामा नेपाल टुरिज्म बोर्डका सिनियर म्यानेजर सुनिल शर्माजी मसँग हुनुहुन्छ। सुनिलजी, यहाँलाई हार्दिक स्वागत गर्छु। धन्यवाद। मैले अघि पनि भने हामीमा एउटा यस्तो कमन क्वेसन छ कि देशै बनेन, नेपाल बन्नै सकेन। यत्रा वर्षहरू गए होइन, राणा शासनदेखि लिएर अहिलेसम्म आउँदाखेरि यति धेरै टाइम हाम्रो जेनेरेसनले लिएर गयो। अब हाम्रो जेनेरेसनसम्म आउँदाखेरि पनि हामी त्यही क्वेसनमै अड्किरहेका छौँ कि नेपाल साँच्ची बन्न सक्दैन र? किन बन्न सक्दैन? अवश्य नै बन्न सक्छ। यस्तो राम्रो क्लाइमेट, यस्तो राम्रो पिपल र कल्चर भएको देश, यस्तो राम्रो टोपोग्राफी भएको देशलाई त कसले बन्न सक्दैन भनेर भन्छौँ। र हामी त तपाईँ खाडी राष्ट्रबाट आउनुहोस् या अन्य राष्ट्रबाट यहाँ आउनुहोस्, आउन साथै यहाँको चाहिँ हिमाल हेर्दाखेरि यहाँको हावापानी हेर्दाखेरि मन्त्रमुग्ध नै पाइन्छ। कुन चाहिँ संसारमा यस्तो राष्ट्र होला कि जसमा चाहिँ तपाईँ त्यो राष्ट्रभित्र तपाईँ प्रवेश गर्न साथै हिमाल हेर्दाखेरि तपाईँलाई टाइम थाहा हुन्छ। यो ल म यहाँ आइपुगेँ, हिमाल देखेँ, मैले चाहिँ गणेश हिमाल देखेँ, ल अब काठमाडौँमा ल्यान्ड गर्दैछु भन्ने चाहिँ यो फिलिङ त घडी नै तपाईँको लिदिएपछि पनि हिमाल हेरेर पनि तपाईँले टाइम थाहा पाउनुहुन्छ कि म कुन ठाउँमा छु, कुन क्षेत्रमा छु भनेर। यस्तो ब्युटिफुल कन्ट्री त तपाईँले कहाँ पाउनुहुन्छ? अहिले हजुरले भने जस्तो अब यस्तो ब्युटिफुल कन्ट्री छ, हजुरले सर्व भन्नुभयो एउटा हिमाल हेर्दा टाइम हामीले गर्न सक्छौँ भन्नुभयो। तर साँच्चै नै भन्यो भने यस्तो राम्रो देश चाहिँ किन चाहिँ बनेन त? धेरै कारणहरू छन्। अब विषयवस्तुमा हेर्दाखेरि धेरै कारणहरू छन्। अब धेरै कारण हुँदाखेरि यो हाम्रो छोटो समयमा त्यो कारण केलाउँदाखेरि चाहिँ सम्भव हुँदैन। तर एउटा चाहिँ के भन्न सकिन्छ भने पर्यटनले अथाह पोटेन्सियलिटी चाहिँ बोकेको छन्। जुन युवाहरू चाहिँ विदेश पलायन गर्छन् भन्दाखेरि एकचोटि चाहिँ पर्यटनमा पनि निहालेर हेर्नुपर्ने हुन्छ है। अब त्यही एउटा प्याकेज तपाईँले सेल गर्दाखेरि $100 पनि कमाउनु भएको छ, त्यही एउटा प्याकेज चाहिँ राम्ररी सेल गर्दाखेरि $1000 पनि कमाउनु भएको छ। आज तपाईँले केही नभनिकन जोमसोममा सिन्तामणिले चाहिँ नेपाललाई लग्जरी टुरिज्मकोमा इस्टाब्लिस गराएको छ। उहाँले एउटा राम्रो हाई एन्डको टुरिज्मलाई चाहिँ क्याप्चर गर्नुभएको छ। तपाईँको दृश्यावलोकन त सेम हो, तर उहाँले चाहिँ सक्नुभयो होइन। त्यो भन्दाखेरि हाई एन्ड टुरिज्मको त्यो कुनै जमानामा लेट 1960s टाइगर टप्सले चितवनमा चलाउँदाखेरि चाहिँ विश्वमा धनीहरूको बिचमा चाहिँ जङ्गल सफारी गर्न पर्दाखेरि दुईवटा कन्ट्री थियो, एउटा नेपाल, एउटा अफ्रिका थियो। नेपालमा पनि टाइगर टप्सले पहिला चितवन चिनाए, त्यसपछि नेपाललाई चिनाए। पहिला सफारी आयो, चितवन आयो र नेपाल थियो। हेर्नुहोस् है, नेपाल भनेको त्यहाँ थियो। चितवनमा को गएन? राष्ट्र प्रमुखहरू, संसारका सबै राष्ट्र प्रमुखहरू गए। त्यति सानो एउटा क्षेत्र भएको 1000 स्क्वायर किलोमिटरभित्र भएको चाहिँ बायोडाइभर्सिटी रिच भएको चाहिँ तपाईँले कहाँ पाउनुहुन्छ? त्यो हेर्दाखेरि बाघ, भालु, गैँडा, चरा चुरुङ्गी सबै कुरा त्यहाँ, इन्क्लुडिङ पिपल र कल्चर। भन्दाखेरि यो चिजलाई त हामीले चाहिँ विश्व सामु चाहिँ देखाउनै पर्ने हुन्छ। देखाएर चाहिँ किन नेपाल आउनु पर्यो भनेर। अहिले तपाईँले रिसेन्टली ट्रेन्ड हेर्नुहुन्छ भन्दाखेरि ट्राभल एन्ड लिजर पहिला हुन्थ्यो। अब मान्छेहरूले चाहिँ पोस्ट कोभिड चाहिँ उनीहरूको टेस्ट पनि चेन्ज भइसक्यो। उनीहरूले खालि एउटा ट्राभल भनेको गेटवे मात्रै भएन। उनीहरूलाई अब हाम्रो भाषामा भन्दाखेरि सेल्फ एक्सप्रेसन, म आफूलाई चाहिँ एक्सपिरियन्स चाहिँ गरौँ।
त्यो कन्ट्रीबाट आइसकेपछि मलाई मिनिङफुल एक्सपिरियन्स भयो, म ट्रान्सफर्मेटिभ र इमर्सिभ एक्सपिरियन्स मलाई चाहिँ भयो। अर्थात् तपाईँ यहाँ हुनुहुन्छ भने होमस्टेमा बस्नुहुन्छ, तपाईँलाई के लाग्छ भने त्यो खाना पकाउँदाखेरि बेसार किन हाल्यो त, नुन खुर्सानी किन हालेको छ त, उसले बेसारै किन हाल्यो, अनि जिम्बु किन जानेको छ त उसले चाहिँ, त्यो सबै स्पाइसेसहरूमा पनि उसले इन्ट्रेस्ट लिएर चाहिँ त्यो होमस्टेमा त्यो कल्चर एउटा चाहिँ दिया हुन्छ नि। तिमीले करवाको पानी किन खान्छौ, पलेटी कसरी तिमी किन खान्छौ भन्दाखेरि जुन हाम्रो पुरानो एन्सेन्ट जुन ट्रेडिसन छ त्यसलाई हामीले त्यो रिभाइभ गर्दैछौँ नि, त्यो सिक्न चाहिँ विदेशी हो नि त। उसको देशको स्यान्डविच र उसको ससेसहरू त खाना होइन, नौलोपन देखाउन आयो। त्यही भएर हाम्रो कन्ट्रीमा चाहिँ अथाह सम्भव छ जुन चाहिँ अथेन्टिक एक्सपिरियन्स चाहिँ हामीले देखाउने हो। त्यो अथेन्टिक एक्सपिरियन्स चाहिँ हामीले देखाउने प्रयास पनि गरिरहेछौँ, देखाइ पनि रहेछौँ। अब अस्ति हामीले लास्ट इयर चाहिँ यहाँ नेपालमा स्थित डिप्लोमेट्सहरूलाई चाहिँ लिएर हामीले चाहिँ इलामतिर लग्यौँ, अनि उहाँ चाहिँ चिया बगानमा लग्यौँ। उहाँहरूले आफ्नै हातले चियाको मुनाहरू टिप्नुभयो, टिप्दाखेरि उहाँलाई एक्सपिरियन्स हुनुभयो, चियाको कति प्रकारको छ कस्तो छ भने हामीले उहाँहरूलाई चाहिँ जानकारी दियौँ। चिया लिएर आउनुभयो भन्दाखेरि उहाँहरूले त्यो लिएर इन्फर्मेसन लिएर चाहिँ उहाँहरूले चाहिँ आफ्नो देशमा पनि दिँदै हुनुहुन्छ। अनि चियाको भयो, कफीको प्लान्टेसन्सहरूको भयो, पस्मिना कसरी हामीले बनाउँछौँ त्यो उहाँहरूले हेर्छ, मोमो कसरी बनाउँछौँ त्यो हामीले हेर्दैछौँ भन्दाखेरि सायद हामी भारत र चाइनाको तुलनामा चाहिँ सानो राष्ट्र होला, तर एक्सपिरियन्समा चाहिँ हामी सानो राष्ट्र चाहिँ छैन। नलेज हजुरले भने जस्तो टुरिज्म यति धेरै सम्भावना छ र हजुरले चितवन नेसनल पार्कको कुरा पनि गर्नुभयो, जहाँ राष्ट्र प्रमुखहरू जानुहुन्थ्यो भन्ने कुराहरू। तर पछिल्लो टाइमतिर हामीले त्यो टाइपको चाहिँ टुरिज्ममा चाहिँ मोटिभ गरेर किन नसक्यो होला? एउटा टुरिज्मलाई कहिले पनि टेक्निकल सब्जेक्ट म्याटर लिएन, हेर्नुहोस् है, यो नन टेक्निकलमै लिएन। आजको दिनमा तपाईँले विगतका कैयौँ प्रधानमन्त्री हुनुभयो, उहाँलाई आर्थिक सल्लाहकार भयो, परराष्ट्र सल्लाहकार भयो, तर पर्यटन सल्लाहकार त मैले कोही पनि देखिनँ। हेर्नुहोस् है, पर्यटन सल्लाहकार म तपाईँलाई एउटा घटना म भन्छु, एउटा वृत्तान्त भन्न चाहन्छु। न्युजिल्यान्डको प्राइम मिनिस्टरले चाहिँ उहाँले लर्ड अफ द रिङ्स चाहिँ पहिलो सुट भयो न्युजिल्यान्डमा। सुट हुँदाखेरि त्यसले चाहिँ न्युजिल्यान्डको टुरिज्मलाई कायापलट नै गरिदियो। त्यसपछि उहाँले बुझ्नुभयो, ओहो टुरिज्मले पनि यति पर्यटकहरू ल्याउँदो रहेछ भन्ने उहाँलाई फिल भयो। त्यसपछि उसको सेकेन्ड पार्ट कोभिड भन्ने सुट हुँदै थियो। सुट हुँदाखेरि अमेरिकन स्टुडियो मैले बिर्सेँ, अमेरिकन स्टुडियोले चाहिँ के भने हामी न्युजिल्यान्डमा सुट गर्दैनौँ किनभने यो साह्रै महँगो छ भन्दाखेरि न्युजिल्यान्डको प्राइम मिनिस्टर अमेरिकामा जानुभयो, अमेरिकन स्टुडियोलाई चाहिँ हात जोडेर बिन्ती गर्नुभयो, सबै कुरा भन्नु तर न्युजिल्यान्डमा सुट गरिदिनु भने यो कुरा चाहिँ नभन्नुहोस्, हामी तपाईँलाई रेड कार्पेट वेलकम दिन्छौँ, तपाईँलाई हामी पोस्ट प्रोडक्सन प्रोसेसमा पनि हामीलाई हेल्प गर्छौँ, सब्सिडी दिन्छौँ, लेबर कस्टमा पनि हामी सब्सिडाइज गर्छौँ, तर तपाईँले हबिट भन्ने चाहिँ तिनी सुट गर्नुपर्छ भने अनुनय विनय गर्नुभयो। कन्भिन्स गराएपछि चाहिँ उहाँहरू आउनुभयो, न्युजिल्यान्डमा सुट गर्नुभयो। हामीले पनि त रेड कार्पेट वेलकम दिनु पऱ्यो नि। आज ड्रोनको सुटिङ गर्नलाई हेर्नुहोस् कति गाह्रो छ, हेर्नुहोस् पर्मिसन लिनलाई कति गाह्रो छ। हामीले पनि सक्दैनौँ, हामीलाई पनि गाह्रो हुन्छ लिमिटेड बजेटको कारणले। विदेशीहरूले सुट गरिदिन्छौँ भन्दाखेरि हामीले उनीहरूलाई धेरै नियम कानुन देखाएर झन्झटिलो प्रक्रिया देखाएर उहाँलाई किन असुविधा दिने, खोलिदिउँ, देखाइदिउँ, सहजीकरण गरिदिउँ। अब त हामीले सुशासनकै कुरा गर्दाखेरि चाहिँ यस्तो होस् कमसेकम कि तपाईँले आज ड्रोनको सुटिङ लिँदाखेरि कमसेकम बिहान 10 बजी दिनुभएको छ भने 1 बजी तपाईँलाई पर्मिसन आओस् न त। तपाईँले स्थानीय निकायमा दिनुहोस्, सङ्घीय शासन छ भने यहाँनिर दिइदिनुहोस्, तपाईँले जहाँ दिनुहुन्छ दिनु। पब्लिकलाई पनि सबैलाई फिल हुनु पर्यो त्यो प्रब्लम्सहरू चाहिँ कति सजिलो भएको छ, कति सहजीकरण छ भनेर एउटा वृत्तान्त मात्रै हो मैले भनेको। हजुरले भने जस्तो वृत्तान्तमै जाउँ भनेपछि कुनै पनि कामहरूको लागि हाम्रो नियम कानुनले बाधा देखियो। नियम कानुन पनि अलिक पुरातन शैलीको छ, अलिकति खुकुलो पनि पार्नु पर्यो होइन। अब हामीलाई भन्न सजिलो हुन्छ, अब त्यसको 360 डिग्रीले पनि भ्यू गर्नुपर्छ। तर अब तपाईँले चाहिँ रिल्सको जमाना छ, सोसियल मिडियाको जमाना छ। सोसियल मिडियाको जमाना हुँदाखेरि चाहिँ तपाईँले मान्छेले चाँडै इन्फर्मेसन चाँडै नै पुग्छन्। अनि हाम्रो पर्यटन नीति हेर्नुभयो भने इभन कि आर्टिफिसियल इन्टेलिजेन्सलाई नि बढावा दिने भन्ने पनि कुरा छ, सबै कुराहरू डिजिटलाइज गर्ने भन्ने पनि बढावा छ। अबको प्रविधि मैत्री युग भएको छ, प्रविधि मैत्री युग हुँदाखेरि पर्यटनले पनि त्यही नै जान्छ। अब तपाईँले हेर्नुहोस् अहिले विगतको 1 वर्षमा मैले चाहिँ कुनै डकुमेन्ट्री हेरेको छैन 45 मिनट। किन हेरेको छैन भने
तपाईँको रिल्सको जमाना छ। तपाईँले 90 सेकेन्ड 60 सेकेन्डको रिल्स हेर्नु छ, त्यो 90 सेकेन्डको रिल्स हेर्नलाई पनि तपाईँलाई अडिनलाई पनि त्यहाँ चाहिँ इङ्गेजिङ रिल्स हुनु पर्यो होइन। अब यो इङ्गेजिङ रिल्सको जमानामा तपाईँले चाहिँ डकुमेन्ट्री बनाउँदाखेरि चाहिँ तपाईँको टाइम र पेसेन्स नै छैन। हामीले पनि डिजिटल प्रविधि लिएर चाहिँ हामी पनि त्यसरी जाँदैछौँ होइन। अब भर्खर अस्ति शिवरात्रिको हामीले गऱ्यौँ, शिवरात्रिको पनि हामीले आर्टिफिसियल इन्टेलिजेन्स नै युज गऱ्यौँ, किनभने त्यो प्रविधिमाथि त हामीले जानै पर्छ। यो भन्दाखेरि अब किन तपाईँको प्रश्न आयो, किन त हामीले टुरिज्ममा चाहिँ त्यति फरक चाहिँ गर्न सकेका छौँ भनेर। तपाईँले टुरिज्ममा आउँदाखेरि चाहिँ मलाई के अनुभव छ भन्दाखेरि तपाईँले हिस्ट्री, कल्चर, जियोग्राफी, रिलिजन आफ्नो कन्ट्रीको चाहिँ इनडेप्थ थाहा पाउनुपर्छ तपाईँले। यो होइन कि यो प्योर एकाडेमिसियनको चाहिँ माइन्ड सेट हो भने होइन, यो तपाईँले थाहा पाउनै पर्छ। किन थाहा पाउनुपर्छ भन्दाखेरि पर्यटकलाई त तपाईँ चाहिँ एउटा राम्रो फर्स्ट इन्टरफेस हुनुहुन्छ पर्यटकसँग, जसले तपाईँले राष्ट्रको चाहिँ ब्रान्ड पनि तपाईँले बोक्नु भएको छ, राष्ट्रको इमेज पनि तपाईँले बोक्नु भएको छ। बोकिसकेपछि उसले सोद्धाखेरि उसले नसोधे पनि तपाईँलाई यसरी जानकारी दिनु पर्यो कि म चाहिँ यहाँनिर चाहिँ आउनुपर्ने रहेछ होइन। यो चाहिँ जस्तो हामी भन्छौँ कल्चर हेरिटेज, सायद कल्चर हेरिटेज हो कि त्यसलाई चाहिँ हामीले लिभिङ कल्चर हेरिटेज भन्दाखेरि त्यसले अझै प्रभावकारी पार्छ। किन त यो कन्ट्री यस्तो छ, किन यो कन्ट्रीमा 1500 वर्षदेखि चाहिँ हामीले इन्ट्याक्ट भएर यो टाउनहरू छ, किनभने ढुङ्गे धाराको महत्त्वले गर्दाखेरि त्यो पानीको चाहिँ मेन्टेनेन्स र त्यसको इन्जिनियरिङ गर्दाखेरि चाहिँ आज हाम्रो 1400-1500 पुरानो चाहिँ गाउँ सहरहरू चाहिँ बसेको छ। कति सिभिलाइजेसनहरू यही नहुँदाखेरि कोल्याप्स भयो। यो त हाम्रो धरोहर हो, त्यसलाई त लिभिङ कल्चर हेरिटेज भन्छौँ। भन्दाखेरि जसले पनि टुरिज्म लाइनमा आउनुहुन्छ भने मेरो अनुरोध के भने तपाईँले अथाह अध्ययन चाहिँ गर्नुपर्ने हुन्छ। मेरो देश के हो, कहाँबाट आएको, कस्तो बनेको, के छ यसको चाहिँ मान्छेले चाहिँ अब पिपल र कल्चरमा धेरै ध्यान दिन्छ। अब मलाई के लाग्छ भने अब तपाईँले चाहिँ नेपाल जस्तो ब्युटिफुल ल्यान्डस्केप, अद्वितीय ल्यान्डस्केप चाहिँ अन्त चाहिँ अब आफ्नो कन्ट्रीले आफ्नो ल्यान्डस्केप, तर हाम्रो हरेक 200-300 मिटरमा चाहिँ एउटा नयाँ एथनिक ग्रुप दिनुहुन्छ। उसको खानपान, उसको रहनसहन भन्दाखेरि ल्यान्डस्केप मात्रै भएन, ल्यान्डस्केपको साथसाथ तपाईँलाई चाहिँ एजुकेसन पनि आउँदैछ, नलेज पनि सिक्नुहुन्छ। त्यो सायद मैले अरू देशहरूमा चाहिँ मैले पाउँदिनँ। अब नेपाली भएर चाहिँ त्यो त भने होइन, तर एउटा चाहिँ ठुलो हामीसँग त्यो छ। यो कुरालाई सोकेस गर्नु पऱ्यो। त्यो क्लाइमेट अनुसार चाहिँ मान्छेले कसरी बस्छ। विदेशमा जानु सेन्ट्रल हिटिङ सिस्टम छ, हामी कहाँ छैन, तर उसको घरको बनावटले चाहिँ यसरी इन्सुलेट गरे हुन्छ कि जाडोमा न्यानो हुन्छ अनि गर्मीमा चाहिँ अलिकति चिसो हुन्छ। त्यो इन्जिनियरिङ, त्यो जमानाको इन्जिनियरिङ गरेर पनि त्यसरी बना हुन्छ। त्यो बनाउँदाखेरि पनि त्यहाँ हामीले देखाउने कुरा यही छ, सबै कुरा अगाडि नै छ। आज वेस्टर्न सिभिलाइजेसनमा बसेर डाइनिङ टेबलमा नखानुहोस् भनेर भन्छ, त्यसले खाना चाहिँ तपाईँको राम्ररी पाचन शैलीमा चाहिँ हेल्प गर्दैन भन्छ। कसरी खाने त भने क्वालिटी कसरी गर्ने, जुन चाहिँ हाम्रो बाउबाजेले दिएका थिए, परुवामा पानी खानुहोस्, तामामा खानुहोस्, तपाईँ क्वालिटी कसरी खानुहोस्, खाँदाखेरि नबोल्नुहोस्, हातले खानुहोस्। हातले खाँदाखेरि तपाईँको सेन्सरी अर्गन न्युरोन सिस्टम्सहरू एक्टिभेट हुन्छ। तातो चिसो हुन्छ भन्दाखेरि तपाईँको पाचन शैली पनि, त्यसको अग्नि जुन पेटमा भएको अग्नि पनि त्यो एक्टिभेट हुन्छ। त्यो न्युरोन सिस्टम हातले समातेर सबै चिज गएर चाहिँ जाँदाखेरि चाहिँ तपाईँको हेर्नुहोस् त त्यही चिजलाई चाहिँ अहिले चाहिँ लिएर आएको छ। साइन्टिफिक पनि यो चाहिँ हो, हाम्रो ग्यास्ट्रोनोमी आर्ट पनि भयो, साइन्स पनि भयो। त्यसलाई तपाईँले फेरि लिँदाखेरि के भन्न सक्नुहुन्छ भन्दाखेरि इज इट आर्टिफिसियल इन्टेलिजेन्स अर एन्सेन्ट इन्टेलिजेन्स। म त त्यसलाई त एन्सेन्ट इन्टेलिजेन्स भन्छु। त्यसलाई रिभाइभ गर्न मात्रै छ, रिभाइभ गरेर चाहिँ प्रस्तुतिकरण गरेर चाहिँ विश्व सामु देखाउनु पर्ने हो। अनि अबको अहिलेको नेपाली युथहरूले जस्तो टुरिज्मको यत्रो लामो कुरा गर्नुभयो, हजुरले हजुरको आफ्नो अनुभव पनि एकदमै लामो छ टुरिज्म एज अ टुरिज्म बोर्डमा बसेर पनि र बाहिरको टुरिज्म इन्टरप्रेनरहरूसँग पनि हजुरले लामो समय काम गर्नुभयो। नयाँ युथहरूलाई भनौँ न, हामी त्यो कुरा जोडि नै रहेछौँ। युथहरूले चाहिँ इन्करेज गर्न टुरिज्ममा सबै कुरा छ, नेपाल बनाउन सकिन्छ र टुरिज्मबाटै पनि आफ्नो फ्युचर बनाउन सकिन्छ भनेर हजुरको 2-3वटा चाहिँ इम्पोर्टेन्ट कुरा चाहिँ के छ? पहिला त त्यसको फाउन्डेसनमा त म के भन्छु भने देयर इज नो सर्टकट, यु हेभ टु रिड अ लट। तपाईँले आफ्नो कन्ट्रीलाई बुझ्नुहोस् है, यो इतिहास तपाईँले जान्नु पऱ्यो, कल्चर हेरिटेज जान्नु पऱ्यो, स्पेसली लिभिङ कल्चर हेरिटेज जान्नु पऱ्यो। यो किन, कहाँ, कसो भनेर परम्परा, आफ्नो जुन अहिले हामी ग्यास्ट्रोनोमी त्यो एउटा इक्जाम्पल मात्रै हो। त्यो इन डेप्थ थाहा पाइसकेपछि उहाँहरू चाहिँ टेक्नोलोजीको एडाप्टेबिलिटी एकदम चाहिँ उहाँहरू टेक सेभी हुनुहुन्छ। त्यसलाई चाहिँ टेक्नोलोजीमा चाहिँ लैजानु पऱ्यो, सोकेस गर्नु पऱ्यो। सायद तपाईँको चाहिँ त्यहाँनिर चाहिँ यसरी जानु पऱ्यो कि अस्ट्रेलियाको एउटा गाउँमा पनि मान्छेले चाहिँ नेपाल चाहिँ उसको मोबाइलमा चाहिँ आओस्। त्यो टेक्नोलोजी चाहिँ हामी कहाँ क्षमता छ, हाम्रो एडाप्टेबिलिटी पनि छ, टेक्नोलोजीसँग चेन्जेस पनि आउँछ। तर विश्व सामु हामीले कति सफ्टवेयर बनाएर पनि दिएको छौँ, कति एनिमेटेड इमेज पनि यहाँ बसेर हामीले दिएको छौँ भन्दाखेरि
उहाँहरूको टेक्नोलोजी उहाँहरूको नलेज र हाम्रो एक्सपिरियन्स यो दुईटा चाहिँ सम्मिश्रण गर्नुपर्ने जरुरी हुन्छ। अहिलेको पछिल्लो टाइम चाहिँ यो टुरिज्म ट्रेन्ड चाहिँ के चलिरहेको रहेछ? टुरिज्म ट्रेन्डमा हेर्दाखेरि चाहिँ तपाईँको एक्सपिरियन्स मात्रै लिने हो। म चाहिँ पोस्ट पेन्डेमिकमा चाहिँ आउँदाखेरि नेचर बेस्डमा गएको छन्, भिडभाडलाई चाहिँ मलाई मन पराउँदिनँ। कुनै नौलो कुरा चाहिँ म देखौँ, अथेन्टिक एक्सपिरियन्स देखौँ जुन चाहिँ मैले कन्ट्रीमा आफ्नै कन्ट्रीमा नदेखेको। त्यो कन्ट्रीमा जाँदाखेरि त मैले जुन आफ्नो कन्ट्रीमा चाहिँ खाना खाइरहेको छ त्यही ब्रेकफास्ट त्यहाँ खान्न, म त्यो नयाँ कुरा खान्छु। म चाहिँ के हुन्छ भनेर चाहिँ हुन्छ, अब आज कोदोको तपाईँले ब्रेड दिँदाखेरि, कोदोको रोटी दिँदाखेरि मान्छेलाई पाचनमा चाहिँ गाह्रो हुन्थ्यो। त्यही कोदोको चाहिँ हामीले बिस्किट्स बनाएर दियौँ, जसलाई चाहिँ हामीले कुकिज भनेर दियौँ। त्यो भ्यालु एडिसन गर्नु पऱ्यो, नौलोपन पनि उसको कन्ट्रीको पनि हाम्रो पनि फ्युजन गरेर चाहिँ दिनु पऱ्यो। अब उनीहरूले अथेन्टिक एक्सपिरियन्सहरू हेर्छन्, जस्तो तपाईँले उठेर चाहिँ बिहान के खानुहुन्छ, कसरी खानुहुन्छ, हातले नै किन खानुहुन्छ, चम्चाले किन खानुहुन्न भनेर तपाईँको रहन सहन के हो भनेर उनीहरूले त्यो सिक्न आएको। त्यो सिकाउन हामीले सक्यो भने चाहिँ हामी चाहिँ सक्सेसफुल हुन्छ। पोस्ट कोभिडको कुरा गर्नुभयो हजुरले, पोस्ट कोभिड पछि टुरिज्मको नम्बर त बढेको देखिन्छ होइन, तर इकोनोमीमा चाहिँ त्यति धेरै असर परेन, किन हो यो चाहिँ खास? अब इकोनोमीमा चाहिँ तपाईँको चाहिँ के हुन्छ भन्दाखेरि इकोनोमीमा तपाईँको अब $40 चाहिँ उहाँहरूको एक्सपेन्डिचर एभरेज लेन्थ अफ यो एभरेज एक्सपेन्डिचर छ पर डे चाहिँ $40 चाहिँ। अब $40 तपाईँले हेर्दाखेरि चाहिँ यसको चाहिँ तपाईँले एप्रिसिएटेड भ्याल्यु हेर्नुहोस् है, पहिलाको डलर जुन छ र अहिलेको डलरकोमा चाहिँ त्यो एप्रिसिएसन जुन भएको छ त्यसमा पनि हेर्नुपर्ने हुन्छ। अब इकोनोमीमा बढ्दाखेरि एउटा विभिन्न कारक तत्त्व हुन्छ। एउटा कारक तत्त्व भन्दाखेरि तपाईँले चाहिँ त्यो अघि मैले चिन्तामणिको कुरा गर्ने हाई एन्डको टुरिज्मलाई चाहिँ हामीले सेल गर्नु पऱ्यो। हाई एन्डको टुरिज्मलाई त तपाईँले एक कप चियालाई नै ₹500, 1000, 2000 नै भर्न सक्नुहुन्छ। त्यो वाइ 2000 त्यो त आउनु पऱ्यो नि हो। त्यो 2000 भ्याल्यु फर मनी चाहिँ दिनु पऱ्यो, त्यसलाई चाहिँ एक्सप्लोर गर्नु पऱ्यो, त्यसलाई चाहिँ डिस्कभर गर्नु पऱ्यो, त्यसलाई वेल क्युरेट गर्नु पऱ्यो। वेल क्युरेटर तपाईँले चाहिँ त्यो वेल क्युरेटर तपाईँले त्यसलाई प्रस्तुति गर्नलाई अगेन तपाईँले चाहिँ इन डेप्थ अध्ययन गर्न जानु पऱ्यो। त्यहाँनिर चाहिँ हामी कस्तो थियौँ के थियौँ भने चाहिँ लुक्लामा एयरपोर्ट बन्यो, त्यही स्याङबोसीमा थियो एयरपोर्ट होइन। त्यसरी त्यो किन कुनै जमानामा हामीले पिलाटस पोर्टर उडाउँथ्यो, पिलाटस पोर्टरले पनि इतिहास बोकेको छ। लुक्लाको एयरपोर्ट चाहिँ कति डिग्रीमा चाहिँ त्यो ग्रेडियन्ट छ होइन, इन्क्लाइन छ, त्यो चाहिँ जहाज ल्यान्ड गर्न साथै हुन्छ। तपाईँले ठ्याक्क लुक्लाको पछाडि पिके डाँडामा हिँड्नुभयो भने काठमाडौँबाट लुक्ला एयरपोर्ट लुक्लामा जहाज गएको तपाईँ जहाजभन्दा माथि हुनुहुन्छ होइन। त्यो डाँडामा बसेर जहाजभन्दा माथि बसेर त्यो लुक्लातिर जाँदैछ भनेर हेर्दाखेरि त त्यो पनि त अनुभव हो नि, त्यो पनि एउटा छ नि, आइ एम हायर देन यु भन्ने चाहिँ फिलिङ्स आउँछ नि त त्यो हेर्दाखेरि होइन र। हजुर, अनि अब लास्टमै गरौँ, यो टुरिज्मको नम्बर त मैले कुरा गरेँ, नम्बर त बढेको देखिन्छ नै। अब लास्ट टाइम पनि मुस्ताङदेखि यति बढ्यो, नेपालमा पनि यति बढ्यो भनेर न्युजहरू आइरहेको थियो, हामीले पनि देख्यौँ होइन। अब सँगसँगै नेपाल इकोनोमी, त्यही क्वेसनलाई जोडेँ, इकोनोमीलाई पनि सँगसँगै रन गर्न र इकोनोमी ग्रोथ हुनुको लागि टुरिज्मबाट चाहिँ के कुरा चाहिँ गऱ्यो भने चाहिँ होला पोसिबल होला तपाईँको? अब टुरिज्मलाई चाहिँ त्यसमा चाहिँ देखाउँदाखेरि चाहिँ मैले अघि भने अथेन्टिक एक्सपिरियन्स चाहिँ तपाईँले हेर्नुपर्ने हुन्छ कहाँनिर छ। अथेन्टिक एक्सपिरियन्स देखाउनलाई चाहिँ हाम्रो एथनिक ग्रुप्सहरू जुन चाहिँ डाँडा काँडामा बसेका छन् उनीहरूको रहन सहन भने त्यसलाई चाहिँ म चाहिँ अझै पनि स्टडीमा चाहिँ जोड दिन्छु। निकाल्नुहोस्, त्यसबाट निकाल्दै चाहिँ दिनुहोस्। उसलाई चाहिँ बसेर तपाईँले करुवाको पानी खाँदाखेरि पनि उसलाई इन्ट्रेस्टिङ लाग्छ, तामाको भाँडामा खाना खाँदाखेरि पनि उसलाई इन्ट्रेस्टिङ लाग्छ। हामीले खाना खाँदाखेरि त हामी त के भन्छ, इट्स अ रेनबो अफ कलर्सहरू छ भनेर भन्छ होइन। दाल भात तरकारी सबै चिज खान्छौँ किनभने इट्स अ फुल अफ भाइटामिन्स मिनरल्स तपाईँले लिँदै हुन्छ। एउटा खानेकुरामा सबै हुन्छ। आज तपाईँ कुनै विदेशीको घरमा जानुभयो भने उहाँको चाहिँ तपाईँले चाहिँ विभिन्न औषधिहरू देख्नुहुन्छ। हाम्रो औषधि भनेकै खाना हो, हामीले खानामा दिन्छौँ। गुन्द्रुक भन्छौँ, आज गुन्द्रुक पनि त फर्मेन्टेड डिस भयो नि त, गुन्द्रुक होइन र गुन्द्रुकको अचार त फर्मेन्टेड डिस हो। आज संसारले के भन्छ भने पेट सफा राख्नलाई तपाईँले फर्मेन्टेड खानेकुरा खानुहोस्। हाम्रो फर्मेन्टेड खानाको चाहिँ मेन इन्ग्रिडियन्ट भने घाम हो। घाममै छ भन्दाखेरि प्रकृतिले हामीलाई दिएको छ, उसले खाँदाखेरि चाहिँ तपाईँले त कुनै औषधि खानु पर्दैन डाइजेसनको लागि। गुन्द्रुकको अचार नै खानुहोस् त, यसले चाहिँ तपाईँलाई हेल्प गर्छ भने पेट सफा गर्नलाई भनेर बनाएको छ। अचार भयो, सुकुटी खान्छौँ, अफ सिजनमा हामीले चाहिँ त्यसलाई बनाएर राख्छौँ। यो कहाँनिर यो परम्परा छ त? हेर्नुहोस् त, हाम्रो चाहिँ खानामा ग्यास्ट्रोनोमी पनि त एउटा पार्ट भयो नि। अब मैले हिजो पढ्दै थिएँ booking.com कि मैले पढ्दै थिएँ, नयाँ ट्रेन्ड के आयो भन्दाखेरि चाहिँ इन्डियन्सहरू विदेश जाँदाखेरि स्पाइसेसहरू चाहिँ धेरै किन्न थालेछन्। स्पाइसेस र त्यो भाँडामा त्यो स्पाइसेस लिएर आउँदाखेरि आज तपाईँले असनमा जानुभयो भने, मखनमा जानुभयो भने या नरदेवको आयुर्वेदिक यो आयुर्वेदिक हस्पिटलको अगाडि जानुभयो भने
पुरा त्यहाँनिर पुरानो जमानाको त्यो पसलहरू थापेर सबै आयुर्वेदिक औषधिहरू दिएको छ होइन त्यो उनीहरूलाई पनि एउटा चाहिँ इन्ट्रेस्ट छ अगाडि नै छ हामी कहाँ सबै कुरा अगाडि नै छ खालि देखाउनु मात्रै सक्नु पर्यो अब एउटा लास्ट क्वेसन हजुर चाहिँ एउटा साँच्चै नै भन्यो भने मैले बुझेअनुसार चाहिँ हजुर एउटा राम्रो क्रिएटिभ मान्छे हो धन्यवाद फोटोग्राफीमा त्यति नै इन्ट्रेस्ट भएको भिडियोग्राफीमा त्यति इन्ट्रेस्ट भएको अनि कलेक्सन पनि उ गर्ने त्यसपछि यो हजुरको आफ्नो पर्सनल्ली नेपालमा चाहिँ यो प्रडक्ट चाहिँ भएको भए चाहिँ टुरिज्म अझ बुम हुन्थ्यो भन्ने केही छ हजुरको आइडिया चाहिँ एउटा मलाई फिल भएको जहाजको कनेक्टिभिटी चाहिँ नभएको युरोपतिर चाहिँ जहाँनिर चाहिँ हाम्रो मेजर जेनेरेटिङ मार्केट चाहिँ त्यो भएकोले चाहिँ हामी चाहिँ डाइरेक्ट कनेक्टिभिटी भयो भने चाहिँ सजिलो हुने हो किनभने युरोपियन पर्यटक या अरू पर्यटकहरू चाहिँ त्यो ट्रान्जिटमा बस्नु चाहिँ त्यति रुचाउँदैनन् होइन डाइरेक्ट फ्लाइटमा चाहिँ आउन चाहन्छन् कनेक्टिभिटी चाहिँ एउटा मेन बोटलनेक्स नै भएको छ हाम्रो त्यो बोटलनेक्स नभए पनि सायद यो आगमन चाहिँ वृद्धि पनि हुने क्वालिटी ओभर क्वान्टिटी नै हुने हो कि आज पनि भारतीय पर्यटकको त बाई ल्यान्ड आउने त हामीसँग सङ्ख्या छैन त्यो भन्दाखेरि यो विगतमा हामीले हेर्दाखेरि एभरेजमा 14-15 लाख आएकै देखेका छन् भारतीय पर्यटकहरू आएको देखेका छन् त्यो भन्दाखेरि यो कनेक्टिभिटी नै हामीलाई चाहिँ एउटा ठुलो अहिलेको चाहिँ बाधा छ ओके ल थ्याङ्क यू सो मच ल थ्याङ्क यू भेरी मच